नमस्कार। आज फेरि तपाईँहरू माझमा आएँ है म तेस्रो पाठ लिएर आएको छु। अस्ति यो पहिलो पाठ दोस्रो पाठमा सिकेको कुरा तपाईँहरूलाई थाहै छ होइन। आज फेरि अर्को तेस्रो पाठ लिएर आएको छु। त्यही 100 ठुङ्गा फुलका हामीको है। बटन त तपाईँलाई थाहै छैन होइन। 1 2 3 4 5 6 7 8 9 10 11 12 अब 12 13बाट सुरु गर्ने हो है। 100 ठुङ्गा फुलका हामी एउटै माला नेपाली। आज आयो एउटै माला नेपाली धेरै तानिदिएँ अहिले त। अब लगभग यही हो। अब यसैले मेटिन्छ अब अन्तिमसम्म यहीबाट हो। 100 ठुङ्गा फुलका हामी एउटै माला नेपाली। अस्ति सिकाएको के भन्छ 100 ठुङ्गा फुलका हामी एउटै माला नेपाली। होइन अलिक कम थियो। एउटै माला नै 100 ठुङ्गा फुलका हामी एउटै माला नेपाली भन्ने होइन। ल ल अब आजले चाहिँ पुरै सिकाइदिएँ है। तपाईँले एकदमै सबभन्दा अब महत्त्वपूर्ण कुरा तपाईँलाई पहिले मैले भनिसकेको छु। यसलाई हरियो पार्ने पहिलो कुरा। दोस्रो कुरा यो 12 नम्बर यो कालो बटनबाट है। यो कालो बटनबाट सिक्नु होला पहिले है। ल एकफेरि म सर भनिदिएँ है त। 100 ठुङ्गा फुलका हामी एउटै माला नेपाली। सर्वभौम फैलिएका मेची महाकाली। 100 ठुङ्गा फुलका हामी एउटै माला नेपाली। सर्वभौम फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पना चाल बिरहरूको रगत सरोचन्द्र र अटल। ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल। अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति भाषा धर्म दिदी छन् विशाल। सबै पुरै भनिदिएँ है। ल तब सुरुको ठुलो कुरा हो क्या। सुरुको तपाईँ अनुशासनमा बस्नुभयो भने चाहिँ त्यो 100 ठुङ्गा फुलका हामी सिकाएको थिएँ नि। त्योबाट त सायद धेरै साथीहरूले सिकिसक्नु भयो होला अलिअलि गरेर। एकैचोटि मैले मात्रै भनेर तपाईँले सिकिहाल्ने कुरा पनि हुन्न कि। किनभनेपछि तपाईँको धैर्यता तपाईँको लगनशीलता होइन त्यसले चाहिँ त्यसमा भर पर्ने हो। कतिको ध्यान दिनुहुन्छ कतिको धेरै घोटिनुहुन्छ है त्यही कुरामा भर पर्छ। घोटिनुहोस् बेसरी घोटिनुहोस् एकान्तमा गएर बेसरी गर्नुहोस् है अनि हुन्छ है। ल अहिलेको पाठमा यति नै सिद्ध्याइदिएँ। म तपाईँहरूले कमेन्टमा लेख्नुहोस् है। मलाई कमेन्टमा लेखिहाल्नुहोस् म सिकेँ अङ्कल अथवा सिकेँ बुवा धन्यवाद छ भनेर लेख्नु होला है। ल मैले त्यही खोजेको मान खोजेको। मलाई मान चाहियो अरू के चाहिएन। तपाईँहरू सम्मान मान सम्मान हो होइन। ल धन्यवाद सबैलाई नमस्कार है। ल बाई।